नमस्कार सबैजनालाई। साथीहरू यो युट्युब सबैजनाले हेर्छौँ, इन्स्टाग्राम हामी सबैजनाले चलाउँछौँ, तर हामीले भिडियो चाहिँ खासै बनाउँदैनौँ। हेर्नुहोस्, त्यही भएर अबदेखि इन्स्टाग्राममा मोनिटाइजेसन हुँदैन। त्यसमा तपाईँहरूले भिडियो बनाएर अब भाइरल छिटो हुन्छ, त्यसमा नामहरू हुन्छ, नाम कमाउन सकिन्छ, आफ्नो फेस भ्यालु दिन सकिन्छ, तर इन्स्टाग्राममा अर्निङ गर्न अलिक गाह्रो हुन्छ। त्यही भएर युट्युबमा भ्युज सब्सक्राइबर बढाउन गाह्रो छ, तर 1000 सब्सक्राइब र 4000 घन्टा पुग्यो भने युट्युबबाट राम्रो इन्कम हुन्छ। राम्रो इन्कम गरिरहेका हामी नेपाली दाजुभाइहरू पनि देखिरहेका छौँ होइन। त्यही भएर तपाईँहरू पनि युट्युबमा भिडियो बनाउनुहोस्। आजदेखि म विभिन्न प्रकारका होइन भिडियो कसरी च्यानललाई मोनिटाइजेसन गर्ने भन्ने हुन त मेरो च्यानल मोनिटाइजेसन छैन, तर म सिकिरहेको छु। अहिले दिनमा 2-4 घन्टा यो कुराहरूलाई ध्यान दिएर सिकिरहेको छु। हुनसक्छ मेरो पनि च्यानल छिटोभन्दा छिटो मोनिटाइज हुन सक्छ होला होइन, तपाईँहरूले साथ दिनुभयो भने। त्यसै गरी तपाईँहरूले के भन्नुहुन्छ भने युट्युबमा भिडियो बनाउनुहोस्, नयाँ च्यानल बनाउनुहोस्, त्यसमा भिडियोहरू अपलोड गर्नुहोस्। केही कन्टेन्टहरू कस्ता भनेपछि जो हामीलाई काम लाग्न सक्ने, केही इन्टरटेनमेन्टमा राख्नुहोस्, केही ज्ञानका कुराहरू राख्नुहोस्, केही न्युज च्यानलहरू राख्नुहोस् होइन। अहिले त धेरै राम्रो भइरहेको छ उसमा। त्यही भएर त्यस्तो च्यानलहरू बनाउनुहोस् र यसमा राम्रो थम्बनेल राख्नुहोस्। थम्बनेल बनाउन आउँदैन भने विभिन्न अहिले एप्लिकेसनहरू पाइन्छन् र उसले च्याट जिपिटीले पनि बनाइदिन्छ, जिमिनीले पनि बनाइदिन्छ, जुनले पनि बनाइदिन्छ। त्यही भएर त्यसलाई ध्यान दिनुहोस्। र आजबाटै म पनि आजबाट नै सुरु गर्छु। मेरो च्यानल बनाएको 2014 मा हो, तर अहिलेसम्म च्यानल त भ्युज मलाई यतिसम्म हो कि 2022 सम्म त मलाई युट्युबबाट पैसा आउँछ भन्ने कुरा पनि थाहा थिएन। हेर्नुहोस्, म यो अहिले सिकिरहेको 2022-23 थाहा पाएको मैले। मलाई अहिलेसम्म थाहा थिएन कि युट्युबबाट पैसा पनि आउँछ भनेर। किन भिडियो बनाउँछु ल जस्तो लाग्छ मलाई त्यतिसम्म, किनकि म जापानमा बस्छु। 2014 मा म जापानमा आएको, त्यतिखेरै मैले च्यानल बनाएको, तर मैले भिडियो बनाउने यो गर्ने त्यस्तो हुने मलाई केही थाहा थिएन। सायद त्यतिखेर भिडियो बनाएको भए मेरो पनि मिलियन फलोवर हुन्थ्यो होला। तर केही छैन, ढिलो भयो पनि अब आजबाट राम्रो राम्रो भिडियोहरू, केही ज्ञानका कुराहरू सेयर गर्नेछु। हस्त नमस्ते। र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है। हर हर महादेव।